अब मम्मी चाहिँ सधैँ रोइरहनुहुन्थ्यो अब अहिले खुसी हुनुहुन्छ आँसु आयो के भयो तपाईँले चाहिँ जब अब यता निशानको चाहिँ घरमा बिहेको फिक्स भयो त्यसपछि तपाईँले मम्मीलाई सोध्नु भएको हो सोध्नु भयो सोध्नै भयो पुरै भएन हामी आयौँ अब यसो बिहे गर्दैछौँ मम्मी त्यही हो भनेपछि तपाईँको बिहे भएदेखि मम्मीसँग भेट्नु भयो भइसक्यो अनि किन आँखा रसाउनु निशानले मम्मीको कुरा गर्दाखेरि मन छ हो केही छैन निशानले त एकदम पोजिटिभ वाइज कुरा गर्नु भएको बुझेर उहाँले त के भन्नुभयो के याद आयो भन्नु त तर म केही मनमा केही कुरा त यादै भन्नु न सेयर गर्न मिल्छ हामीसँग मम्मीको याद आयो मम्मीको चाहिँ उसले धेरै टेन्सन गर्छ कि मम्मी एकदमै रुनुहुन्छ अनि त्यसपछि अब मम्मीको कुराहरू चाहिँ एकदमै उसलाई गाह्रो हुन्छ त्यही भएर मम्मी रुनुहुन्छ भन्दाखेरि यो बिहेपछि के गर्ने के नगर्ने होइन त्यो कुराहरू एक खालको सम्झौता त हुन्छ नै होइन हरेक श्रीमान श्रीमतीमा त्यो सबै खालको सम्झौता भएर हामी बिहे गरेका हौँ होइन अब उसको इच्छाको कुरा पनि हो फेरि होइन अब मैले मात्रै जबरजस्ती गरेर पनि हुँदैन तर जहाँसम्म लाग्छ मैले भनेको कुराहरू उसले नै भन्दैन सानै हुनु रहेछ सानै हुनु रहेछ अनि अब सानै उमेर बिहे गर्नुभयो होइन अब हुन त रहर पनि हो आफ्नो चाहेको मान्छे पाउनु भएको छ दुःख नहोला होइन जस्तो दुःख परे भोग्छु भनेर आउनु भयो होला भोलि यहाँ दुःख जस्तो नि पर्न सक्छ भोग्न सकिन्छ अब त्यो त सक्नै पर्नै पर्यो नि आई लभ यु बुढो आशा मन पर्यो आई लभ यु टु बुढी ठिक छ हामी अझै पनि त्यो सानो सोच राख्छौँ होइन अझै पनि हामी त्यही भेदभावलाई अघि सार्छौँ त्यो भेदभावकै नजरले हेर्छौँ तर समाज परिवर्तन गर्नको लागि यो एउटा कदम हो मेरो पनि समाज त कहिले पनि परिवर्तन हुँदैन नि हाम्रो समाजमा त अझै पनि त्यस्ता खालका भेदभावहरू भइरहन्छन् हामीले हाम्रै आँखाले देखिराखेकै हो हामीले भोगिराखेकै हो होइन तर आफ्नो परिवार आफ्नो फ्यामिली आमा बुवाले बुझ्नुभयो भने त्योभन्दा ठुलो कुरो त केही हुन सक्दैन नि झुट बोल्दा बोल्दै धान पुगेँ हजुर के भनेर पुग्नु भयो त यस्तो म दोरीमा काम छु ठ्याक्क उहाँसँग गएँ उहाँसँग बसेँ 1-2 दिनको लागि अनि फेरि अनि पछि अब बिहे हुने त कुरा भएको थिएन पछि अब के भयो बिहे हुने कुरै थिएन तपाईँहरूको थिएन अनि उसले फेरि एकदमै त्यो मर्यादै गरेर टाइपको माया गर्ने क्या होइन भएन भने टाइपको होइन त्यसपछि बिस्तारै अब बुझ्दै गएँ मैले पनि होइन किनभने मैले पनि कोही समय कसैको लागि त्यस्तो गर्थेँ भन्ने फिल भयो कि होइन मलाई त अब त्यहाँ पहिलोपटक त्यहाँ प्रत्यक्ष देख्दा होइन त्योभन्दा अगाडि नै अब कलाकारिताको लागि र हाम्रो दोहोरीमा ठिक छ है दाइ भनेर त्यो तरिकाले हामीले कुरा गरेका थियौँ नि त सुरुमा चाहिँ त्यो सबै कुराहरू उसले नै अब होइन म घरबार गरेर बस्न सक्छु यो कुराहरू सबै छोड्न सक्छु होइन भनेपछि ठिकै छ त अब फेरि यस्तो अवसर नआउन सक्छ होइन त्यही भएर अब किन धेरै सोच्ने त भन्यो त्यसपछि हामीले एक डिसिजन नै ओके गरेर तपाईँको घरबाट अनुमति लिनुभयो बिहाको लागि त राजी हुनुभयो तर यता बहिनीको घरबाट चाहिँ अनुमति लिनुभयो कि भएन कि होइन अब सुरुमा त कहाँ अनुमति लिने होइन फेरि बिहा गरौँला नि एउटै मान्छेसँग नि एउटा मान्छेसँग होइन हजुर फेरि नि एउटा मान्छेको बहिनीले भन्ने तरिका अर्कै भयो निशानले धन्न बिचरा अरू पनि छोरीहरू छोराहरू भएको भए त अब त्यस्तो गाह्रो हुन्थेन होला हजुर छोरा पनि हुनु न छोरी पनि हुनु न माइकले चाहिँ अब त्यहाँ डान्स गर्थ्यो होइन अनि अब मान्छेहरूले अब उसको डान्स अफर गर्ने होइन कहिले कसै ड्रेसहरू अलि ओपनली लाउँदाखेरि मैले यस्तो नगर्दै हुन भन्थ्यो त्यो कुराहरू उसले झ्यापै हुन्छ भनेर बुझ्दियो भने झगडा हुन्थेन बुझ्दैन भने अब फेरि टेरेन भन्ने टाइपको हुन्थ्यो होइन के भन्नुभयो बुवाले चाहिँ अब पछि चाहिँ आफैले कल गरेर माथि भन्नुभएको थियो अब जातपात भन्ने यस्तो चाहिन्छ अब यताउता अब हामी चाहिने मान्छे हो यताउता कुरा गर्नुभएको थियो ठिक छ नै फर्स्ट सुरुमा त म
यस्तो दाईहरू भन्थे अनि पछि अरू दाइ भन्नुभयो नै त्यस्तो दाई मतलब त्यस्तो त भनेन मतलब हेर्ने थिएन अनि पछि अब त्यो यो टप दरबारमा आएपछि अरूले सुनाउनु हुन्थ्यो नि त उहाँ यस्तो हुनुहुन्छ बानी राम्रो छ भन्ने हुन्छ नि त अनि त्यो भएर मन पर्यो मलाई चाहिँ उहाँको चाहिँ पहिलो मन परेको बानी भन्नु न सबलाई राम्रो ठान्ने होइन कसैलाई नराम्रो नभन्ने अनि सबलाई त्यस्तो भयो चाहिँ मैले माया गर्न पुगेँ साथीभाइले बिहेमा बोलाएन हजुर सेम हजुरले भने जस्तो तेरो बिहाने मन थियो हजुर अनि छिट्टो आइज यता भन्नुहुन्छ हानाहान त त्यस्तो हुँदैन होइन हानाहान त अब यस्तो मान्छेलाई मैले हान्ने कुरो भएन अब उसले मलाई हान्न सक्ने कुरो भएन त्यस्तो हुँदैन होइन अब अहिले चाहिँ अब झन् हुने कुरै भएन है रातिको काम छोड्दैमा आफ्नो कलालाई आफ्नो कलाकारितालाई सकिन्छ भन्ने हुँदैन होइन अब म यसो अलिअलि पैसा भयो भने वर्षमा 1-2टा गीतहरू आफै पनि गर्न सक्छु होइन हाम्रो माया समाजले सहेन समाजले सहेन अब नेटो नकाटी भएन खोली बगार जहाँ पुगौला हुइआगो फुकौला पिरै नगार जहाँ पुगौला हुइआगो फुकौला पिरै नगार थ्याङ्क यू त्यस्तो हाम्रो त्यो त्यस्तो हनिमुन जाने भन्ने भएन अब काठमाडौँ आयो त्यही हाम्रो हनिमुन भयो अब झ्याप्पै पनि होइन अब तपाईँले त्यो झ्याप्पै पनि होइन अब बिहे गरिसकेपछि अब सन्तानको लागि त सोच्नै पर्छ तर हाम्रो अहिले त्यो खालको सोच छैन सम्हाल्न त धेरै गाह्रो नि कुरै छाड्दिनुहोस् होइन यस्तो अब सानो सानो कुराहरूमा चाहिँ अब बुझ्दैन क्या अनि त्यो नबुझ्ने हुन्छ अब धेरै सम्झाउनुपर्छ बुझाउन पर्छ दुःख त अब दुःख र यही दुःख सुखकै लागि त बिहे गरेको अब दुःख मात्रै पनि नहोला अब दुःख सुख जे हुन्छ सँगै झेलौँला सँगै काटौँला जिन्दगी भनेरै हामीले बिहे गरेको हो मलाई त अब राम्रो लागिहाल्छ नि कसैले आँखा लाइन्छ भने डर छैन त्यो सबभन्दा ठुलो डर भनेको त्यही हो सबैभन्दा ठुलो डर भनेकै होइन सुरुमा मैले उसलाई चाहिँ अब त्यो राम्रो रेस्पोन्स नगर्नुको कारण चाहिँ के हो भने ऊ दोहोरीमा नाच्थ्यो होइन एकदमै धेरै मान्छेहरूले मन पराउनेलाई क्या यसको यति धेरै म कार्यक्रम एनाउन्स गर्थेँ होइन कार्यक्रम चलाउने गीत गाउने गर्छु नि त अनि एलिनाजी नृत्यको लागि तयारी भइदिनु होला फेरि एलिनाजी तयारी दिनु होला कहिले कसरी जान्थ्यो कि म चाहिँ कति डान्स मात्रै भनेर भन्थेँ अलि त्यस्तै मान्छेहरूको छ होइन त्यो एकचोटि त राखिहालिन्छ कि अब कोही मान्छेहरू एकदमै धेरै ल्याङ गर्ने हुन्छ नि त त्यस्तो मान्छेहरूको चाहिँ छैन त्यो त मलाई उहाँलाई भन्दा बढी हो नि यस्तै हो कि म फेरि सबैसँग बोल्छु नि त तर गलत कसैसँग होइन अनि त्यो अरू भन्दा नि त्यो अनि भन्दा नि अब हुन्छ त दिदी बहिनीसँग बोले पनि यो कस्तो टाइपले बोलिरहेको त्यस्तो डर तर नराम्रो बोलेको भेटाउँछु कसैसँग नराम्रो छ कि छैन नराम्रो कसैसँग बोल्छु कुनै पनि भेट्नु भएको छैन एकजनासँग पनि छैन क्या त्यस्तो यस्तो है त्यति सफा चरित्र साथी भनेर आफ्नो ठाउँमा हुँदै भइहाल्छ अब हामी दर्शक पनि यति बेला हामीसँग हुनुहुन्छ लोक तथा दोहोरी गायक निशान्त विकर र अनि एलिना छेत्री दुवैजना वैवाहिक जीवनमा बाँधिनु भएको छ र आज हामी विशेष कुराकानी गर्दैछौँ यहाँहरूसँग स्वागत छ यहाँहरू दुवैजनालाई नयाँ जोडी नौलो जोडी होइन भर्खरै गीत गाएर निस्किनु भएको छ अलि थाक्नु भएको हुन्छ थोरै कुराकानी गर्छौँ हामी यहाँहरूका सुख दुःखका कुराकानी जोड्दै स्वागत छ यहाँ दुवैजनालाई नमस्कार र धेरै धेरै धन्यवाद छ देश तथा विदेशबाट जतिजनाले हामीलाई हेरिरहनु भएको छ यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद स्वागत छ
धन्यवाद त भन्नु पर्यो। धन्यवाद। ल ठिक छ। हाम्रो बहिनी चाहिँ अलिक कम बोल्नुहुँदैछ होइन? हजुर म कमै बोल्छु। हो ठिक छ। यता फेरि निशान बढी बोल्नुहुन्छ होला नि त? हजुर निशान बढी बोल्नुहुन्छ, म त धेरै बोल्न यस्तोमा बोल्न लाज लाग्छ। हो र? यस्तोमा त अब बोल्नु पऱ्यो नि त, यस्तो अब कलाकारको श्रीमती हुनुभयो, आफै त्यति राम्रो कलाकार, अनि बोल्न त पऱ्यो नि अब होइन र? हजुर बोल्नु पऱ्यो अब त। ल ठिक छ। ल बधाई छ निशान भाइ। धन्यवाद दाइ फेरि पनि। अब बिहे गर्नुभयो, निम्तो दिनु भएन? बिहे अब त्यस्तै हतार भन्दा पनि त्यस्तो हतार पनि होइन, तर अब जन्म मृत्यु चाहिँ नसोचेको हुन्छ भन्छन्, तर बिहे पनि नसोचेकै भयो होइन। तर बिहे त धेरै सोचेर गर्छन् नि मान्छेले त। होइन आफ्नो लागि त सोचियो कि, तर अब सबैलाई समेट्न सकिएन, त्यो चाहेर पनि सकिएन। भनेपछि हतारमै भयो भन्न सकिन्छ। हतार पनि त्यस्तो हतार होइन, बुझेरै गरेको हो। तर जे होस् मैले गाउँमै गरेँ, किनभने अब गाउँघर आफन्त इष्टमित्र सबै कुराहरू भएको भएर अलिकति काठमाडौँमा भएको भए हजुरहरूलाई समेटिन सकिन्थ्यो होइन। अब गाउँमा पनि भयो, त्यस कारणले अब त्यस्तै भयो भनौँ न। होइन हामीलाई फेरि निम्तो खान पाएनौँ भनेर दुःख त छैन होइन, यति राम्रो मान्छेको बिहेमा जान पाएनौँ भने चाहिँ दुःख हो। होइन ठिक छ, मैले निम्तो भनिनँ त्यो कुरामा एकदम सरी होइन। तब यदि निम्तो भनेको भयो भने तपाईँ आउनुहुन्थेन फेरि। किन टाढा यो चाहिँ होइन, मेरो घर उतै त हो नि, म अर्घाँचीबाट त्यो जान भइहाल्थ्यो नि। बिहाको भए झन् राम्रो हुन्थ्यो। अब ठिकै छ, बिहेमा भएन, फेरि कुनै म होम भिजिट गर्छु नि अब। ओके ठिक छ। ल अब यो एकदमै हतारमा एक्कासी बिहे गर्नुको कारण चाहिँ के हो खास? कारण त्यस्तो केही छैन, बिहे एउटा सामाजिक प्रक्रिया पुरा गरेको हो होइन। अब उमेर पनि त्यस्तो धेरै त होइन, अब ठिकै ल भयो कि नभन मलाई। बिहे गर्ने उमेर चाहिँ भएकै हो, हामी त्यो समाजले दिएको एउटा परिधिलाई पुरा गरेको, एउटा प्रक्रियालाई पुरा गरेको मात्रै हो। अब बिहे भयो भनौँ। ससुराली चाहिँ कता पऱ्यो तपाईँको? मलाई थाहा छैन है। ससुराली धादिङ। ए धादिङ हो? ए ससुराली नजिकै रहेछ त काठमाडौँबाट नजिक छ, दाङबाट चाहिँ टाढा पर्छ। दाङ र धादिङ बिच कसरी प्रेम बस्यो त? अब त्यो लेखेकै हो र सायद, अब लेखेकै रहेछ होइन। सबै कुराहरू अब हामीले भन्छौँ अलिकति भाग्यमा के छ त्यो पनि हुन्छ भन्छौँ होइन। हुन त अब भाग्य छ भन्दैमा डोकोमा दुध त अडिँदैन होइन, तर पनि अब भाग्यमा सायद यही लेखेको थियो, यो भयो, यही हुन्छ अब। ठिक छ। अब यो प्रेम चाहिँ अब प्रेम विवाह तपाईँको होइन? हजुर। अब यो प्रेम चाहिँ पहिलो भेटबाट सुरु गर्छु मैले होइन, अब बिहेसम्मको कुराकानी आउँछ नि यहाँ पक्कै पनि होइन। पहिलो भेट चाहिँ कस्तो थियो तपाईँहरूको? पहिलो भेट त्यस्तो त भएन। अब हामी एउटै फिल्डमा, म दोहोरीमा काम गर्थेँ, ऊ पनि दोहोरीमै काम गर्ने, अनि अब दोहोरीको लागि स्टाफ खोज्ने क्रममा हामी भेट भएको होइन। म काम गर्ने दोहोरीको लागि स्टाफहरू खोज्न गएको, त्यो क्रममा भेट भयो। त्यसपछि कुराकानी भयो, अनि कहाँ जानुभएको थियो तपाईँ खोज्न? थाल्यो। हजुर, म चाहिँ त्यति बेला जुगोल पञ्चेबाजा भन्ने दोहोरीमा काम गर्थ्यो त कोटेश्वरतिर होइन। अनि त्यसपछि म चाहिँ यता जमलमा छ अहिले हाम्रो टप दरबार क्लब भन्नेमा कार्यरत छु होइन। हाम्रो दोहोरी भर्खर ओपनिङ हुँदै थियो, त्यसको लागि कलाकार खोज्नको लागि हाम्रो त्यहाँको सञ्चालक हाम्रो अशोक गिरी दाई, हामी जे होस् त्यो दौडधुपमै थियौँ। त्यो क्रममा भेट भयो, त्यसपछि सँगै काम गर्न थाल्यौँ। सँगै काम गर्न थालेपछि अब एकअर्कालाई बुझाउँदै अब अहिलेसम्म यहाँसम्म। हजुर। दोहोरीमा कलाकार खोज्न जाँदाखेरि अशोक दाईसँग तपाईँ पनि जानुभयो, अनि उहाँलाई चाहिँ अब हामीलाई यो स्टाफ चाहिन्छ रोज्ने चाहिँ तपाईँकै अशोक? होइन, सुरुमा चाहिँ दाई नै रोज्नु भयो? सुरुमा चाहिँ दाइले त्यहाँ यस्तो अब राम्रो डान्सर छ, राम्रो कलाकार छ, अब कसरी हुन्छ हामी लिन पऱ्यो, हामी जाँदा चाहिँ त्यहाँ बस्न दिँदैन। कस्तो हुन्छ भने हाम्रै दोहोरीहरूमा पनि अरू दोहोरीमा पनि जस्तै राम्रो कलाकार छ भने अरू दोहोरीको साउहरू आउनु भएको छ भने अब त्यहाँ आफ्नोतिर तान्ने कोसिस त हुन्छ नि त, जसले पनि गर्छ। राम्रो कलाकार आफ्नोमा राख्न, आफ्नोमा लैजाउँ भन्ने सबैलाई हुन्छ त्यो हिसाबले। अनि साउहरू जाँदाखेरि चाहिँ त्यो स्टेजबाट झर्न दिँदैन रहेछ कि, त्यहाँ दिनु हुँदैन रहेछ। अनि पछि अब मलाई चाहिँ अब कलाकारको हिसाबले म चाहिँ अब यसो जाने बस्ने गर्दाखेरि त फरक पर्दैन नि त, त्यो हिसाबले गएको थिएँ। अब भनेपछि पहिलो भेट तपाईँ नि बसेर कलाकार सिलेक्ट गर्नुभयो? हजुर। तपाईँले त्यहाँ पहिलोपल्ट देख्दाखेरि चाहिँ कस्तो लाग्नु भएको थियो उहाँ चाहिँ? होइन, मलाई त अब त्यहाँ पहिलोपटक त्यहाँ प्रत्यक्ष देख्दा होइन, त्योभन्दा अगाडि नै अब कलाकारिताको लागि र हाम्रो दोहोरीमा ठिक छ है दाइ भनेर त्यो तरिकाले हामीले
कुरा गरेका थियौँ नि त सुरुमा चाहिँ अब पछि अब लाइफकै लागि ठिक भयो होइन त्यो म पहिलो भेटेको कुराकानी गरिरहेको छु कि पहिलो भेटमा तपाईँलाई त्यहाँ बहिनी देख्दाखेरि चाहिँ पहिलोचोटि मन परेको मन परेको यस्तो अब त्यो तरिकाले मन परेन कि होइन तर राम्रो लाग्यो अब रूप रङ्ग यस्तो केटी पाए बे गर्छु भन्ने खालको त्यो थिएन कहाँ पहिलो भेट्ने त्यो थिएन राम्रो लाग्यो त्यसपछि अब त्यति बेला पनि एकदमै लजाउने उसको स्वभाव चाहिँ अलि लजालु हुन त अब केटी मान्छेहरू लजालु स्वभावकै हुन्छ प्रायः होइन तर अलि धेरै नै लजालु र त्यति बेला राम्रोसँग कुराकानी भएन त्यसपछि अब म्यासेजहरू फोनहरू बिस्तारै हुन थाल्यो पछि सँगै काम गर्ने भइसकेपछि त अब त्यही त बहिनीले चाहिँ पहिलोपल्ट निशान्तलाई देख्दाखेरि चाहिँ कस्तो लाग्नु भएको थियो तपाईँको दोहोरीमा जाँदाखेरि तपाईँ जब कोटेश्वरमा काम गर्नुहुन्थ्यो नै फर्स्ट सुरुमा त म यस्तो दाईहरू भन्थेँ अनि पछि अरू नै त्यस्तो दाई मतलब त्यस्तो त भनिनँ मतलब हेर्ने थिएन अनि पछि अब त्यो यो टप दरबारमा आएपछि अरूले सुनाउनु हुन्थ्यो नि त उहाँ यस्तो हुनुहुन्छ बानी राम्रो छ भन्ने हुन्छ नि त अनि त्यो भएर मन पर्यो मलाई चाहिँ उहाँको चाहिँ पहिलो मन परेको बानी भन्नु न होइन यस्तो अब सबलाई राम्रो ठान्ने होइन कसैलाई नराम्रो नभन्ने अनि सबलाई त्यस्तो भयो अहिले माया गर्न पुगेँ त्यस्तो माया लाग्यो है अनि यस्तो हुन्छ नि त तपाईँले चाहिँ उहाँलाई त एउटा स्टाफको लागि खोज्दै हिँड्नु भएको थियो होइन तपाईँ चाहिँ उहाँको जिन्दगीमा आउने बाहना हो कि जस्तो लाग्यो नै त्यस्तो त भएन मलाई हजुर फर्स्टमा चाहिँ त्यस्तो भयो अनि पछि बोल्दै जाँदा अब खोइ के भयो अनि मैले अस्ति अलिकति अन्तर्वार्ता पनि हेरेको थिएँ कि तपाईँले चाहिँ कति महिनासम्म उहाँको पछि पर्नुभयो अरे भन्ने कुरा गर्नुभएको छ हो हजुर म चाहिँ फर्स्टमा त्यस्तो सुनेर चाहिँ माया नै गर्छु भन्ने ठानेको थिएँ अनि सोचेँ अनि माया गर्ने पुगेँ पछि कति 1-2 महिना त पछि लागेँ अनि बिचमा फेरि कट भएको थियो 1-2 महिनासम्म तपाईँको उहाँले मेसेज हेर्नु भएन कि फोन उठाउनु भएन कि होइन त्यस्तो सँगै हुन्थ्यो काममा तर त्यो त्यति राम्रोसँग रेस्पोन्स गर्दैन थिएँ तपाईँले किन गर्नु भएन त यस्तो राम्रो मान्छेले मेसेज गर्दा चाहिँ होइन यस्तो भयो मेसेज त गर्नुहुन्थ्यो बट त्यस्तो नराम्रो तरिकाले होइन यस्तो भयो रेस्पोन्स त गरिन्थ्यो कि अब ऊ काम गर्थ्यो म पनि त्यहीँ काम गर्थेँ अनि त्यस्तो नराम्रो तरिकाले हामी थिएनौँ होइन अनि अब यो तरिकाले होला भन्ने पनि थिएन नि त त्यति बेला मजाक होइन अलि माया गर्नुहुन्छ भन्ने थाहा थियो होइन मैले चाहिँ अब यति सोचेर गरेको थिएन किनभने अब उहाँलाई चाहिँ मैले सधैँ राम्रो भन्थेँ होइन किनभने यतिको मान्छे राम्रो गर्नुपर्छ यो गर्नुपर्छ यो सही हो यो गलत हो यो गर्न हुँदैन यसरी गर्नुपर्छ यो आफूभन्दा ठुलाहरूसँग यसरी बोल्नुपर्छ हरेक कुराहरू मैले उहाँलाई सिकाइरहेको हुन्थेँ कि सम्झाइरहेको हुन्थेँ होइन अब सकेसम्म राम्रै गरिदिए हुन्थ्यो राम्रो भइदिए हुन्थ्यो भन्ने चाहिँ लाग्थ्यो अब बिस्तारै त्यो गर्दै अब अहिले बिहे भयो होइन अब अहिले पनि त्यही कुराहरू भनिरहन्छ नै त्यो त भइहाल्यो बहिनीले पहिला चाहिँ मैले एकदम मन पराएँ होइन बिचमा चाहिँ अलिकति मैले अब माया मारे जस्तो गर्दाखेरि फेरि तपाईँ पछि पर्नुपर्ने कुरा आएको यहाँ त फेरि यस्तो भयो सुरुमा चाहिँ अब सबै कुराहरू त्यहीबाट भइहाल्यो होइन अनि त्यसपछि अब म चाहिँ अब अलिकति काममा फोकस गर्ने मान्छे होइन अनि पारिवारिक जिम्मेवारीहरू हरेक कुराहरू लिएर हिँडेको मान्छे अब यस्तो कुराहरूमा अल्झिनु हुँदैन भन्ने थियो फेरि अब यो कुराहरू अब सकेसम्म चाहिँ अब टाढै बसौँ यस्तो कुराहरू अब आफ्नो लाइफको लागि पनि सोच्नुपर्छ भन्ने लाग्थ्यो कि मलाई अनि यो माया प्रेम भन्ने कुराहरू चाहिँ सबै भ्रम हो जस्तो लाग्थ्यो फेरि एउटा समय एक खालको समय पनि थियो नि त त्यो अनि त्यही भएर मलाई चाहिँ त्यस्तो लाग्थेन होइन अनि उसले फेरि एकदमै त्यो मर्यादै गरेर टाइपको माया गर्ने क्या होइन भएन भने टाइपको होइन त्यसपछि बिस्तारै अब बुझ्दै गएँ मैले पनि होइन किनभने मैले पनि कोही समय कसैको लागि त्यस्तो गर्थेँ भन्ने फिल भयो कि अनि होइन अब त्यो त त्यस्तो फिल भयो त्यसपछि अब कसैको मायालाई चाहिँ कदर गर्नुपर्छ भन्ने लाग्यो होइन त्यसपछि फेरि मैले यसो पछिल्लो समयमा अब उहाँले गरेको मायालाई कदर गर्दै अब अहिले आफ्नो जिन्दगीमा स्वागत गरेँ ठिक छ अब घरमा गएर बे गर्नुभयो होइन तपाईँको खासमा इन्टरकास्ट होइन हजुर
इन्टरकास्ट भएको कारणले गर्दा अब अलिकति अन्तर्वार्ता हेरेँ मैले होइन। अन्तर्वार्ता हेरिसकेपछि अलिकति अब त्यो कुराहरू सुन्दाखेरि मलाई हाम्रो जिन्दगीमा कहिले काहीँ त्यस्तो कुराहरू आइहाल्छन्, नआउला गर्न सकिँदैन। अब कस्तो रह्यो तपाईँको यो बिहे चाहिँ होइन, हाम्रो बहिनीको घरबाट चाहिँ कस्तो रिस्पोन्स गर्नुभएको छ? यस्तो हो, हामी अझै पनि त्यो सानो सोच राख्छौँ होइन। अझै पनि हामी त्यही भेदभावलाई अघि सार्छौँ, त्यो भेदभावकै नजरले हेर्छौँ। तर समाज परिवर्तन गर्नको लागि यो एउटा कदम हो मेरो पनि होइन। मैले मेरो क्षेत्रबाट मैले गर्न सक्ने एउटा यो परिवर्तनको कदम हो भन्छु म पनि होइन। यो कुरामा परिवारको साथ छ, परिवारको साथ छ। तपाईँको परिवारको छ, बहिनीको परिवार, उसको परिवारको पनि छ, साथ छ। एकदम सपोर्टेड हुनुहुन्छ। अनि समाजले के भन्छ भन्ने कुरा फरक कुरा हो होइन। समाज त कहिले पनि परिवर्तन हुँदैन नि। हाम्रो समाजमा त अझै पनि त्यस्ता खालका भेदभावहरू भइरहन्छन्। हामीले हाम्रै आँखाले देखिराखेकै हो, हामीले भोगिराखेकै हो होइन। तर आफ्नो परिवार, आफ्नो फ्यामिली, आमा बुवाले बुझ्नुभयो भने त्योभन्दा ठुलो कुरो त केही हुन सक्दैन नि। हजुर। अनि बहिनीले चाहिँ जब तपाईँहरूले बिहे फिक्स गर्नुभयो, भाइसँग तपाईँ उहाँ दाङ पुग्नुभयो, अनि त्यति बेला चाहिँ बाबुआमासँग कुरा गर्नुभएको थियो कि नाइ, यस्तो बट झुट बोल्दा बोल्दै दाङ पुगेँ। हो र? हजुर। के भनेर पुग्नुभयो त? यस्तो म दोरीमा काम छु, ठ्याक्क उहाँसँग गएँ, उहाँसँग बसेँ 1-2 दिनको लागि। अनि फेरि अनि पछि अब बिहे हुने त कुरा भएको थिएन, पछि अब के भयो। हो र? बिहे हुने कुरै थिएन तपाईँहरूको? थिएन। कसरी यो कुन कुराले तपाईँलाई चाहिँ बिहे गर्न बाध्य बनायो? त्यो बाध्य होइन, खासमा हामी यस्तो खाजा खाएर बसिरहेको थियौँ। अनि त्यसपछि मेरो घरबाट चाहिँ बिहेको लागि एकदम कुरा गरिरहनु भएको थियो कि। अनि त्यसपछि घरबाट बिहेको अब बहिनीको बिहे भएको लगभग 3-4 वर्ष भयो। अहिले भान्जा ठुलै भइसक्यो होइन। अनि त्यही हिसाबले पनि अब घरमा चाहिँ घरको जेठो छोरो म, अनि कति अब बाबा मम्मीले अब छोराले बिहे गरिदिए हुन्थ्यो भन्ने खालको इच्छा बुवा मम्मीको पनि। त्यसपछि एक दिन मम्मीले फोन गर्नुभएको थियो। अनि उसलाई चाहिँ मैले मम्मीसँग कुरा गराएको थिएँ कि, मम्मीसँग। मम्मीले चिन्नुहुन्थ्यो। अनि मम्मीले चाहिँ अनि कति अब फोनमा गरेर मात्रै देखाउँछस्, लिएर आइज भन्नुभयो होइन। हामी त्यसपछि होइन, अब एक खालको अब सोच्नु त केही त सोचियो होला, निर्णय चाहिँ हाम्रो त्यसरी भयो। त्यसपछि सबै कुराहरू उसले नै अब होइन म घरबार गरेर बस्न सक्छु, यो कुराहरू सबै छोड्न सक्छु होइन भनेपछि ठिकै छ त, अब फेरि यस्तो अवसर नआउन सक्छ होइन। त्यही भएर अब किन धेरै सोच्ने त भन्यो। त्यसपछि हामीले एक डिसिजन नै ओके गरेर तपाईँको घरबाट अनुमति लिनुभयो, बिहाको लागि त राजी हुनुभयो। तर यता बहिनीको घरबाट चाहिँ अनुमति लिनुभयो कि भएन कि? होइन, अब सुरुमा त कहाँ अनुमति लिने होइन। कुराकानी बाबा मम्मीलाई कुरा, मम्मीसँग मैले कुरा चाहिँ मेरो चाहिँ कुरा हुन्थ्यो मम्मीसँग होइन। अब बाबाहरूसँग चाहिँ हुन्थेन, मम्मीसँग चाहिँ कुरा हुन्थ्यो। अब कुरा पनि कस्तो भने अब मैले त्यहाँ काममा लगेको भन्ने मम्मीलाई थाहा थियो। अनि कहिले कस्तो ऊ ढिला गयो भने अथवा ऊ ड्युटी आयो कि आएन, कति बेला आयो, कति बेला त्यहाँबाट निस्केको, त्यस्तो कुराहरू बुझ्नुहुन्थ्यो कि मसँग, मलाई कल गर्नुहुन्थ्यो। त्यस्तै कुराकानी हुन्थ्यो। अब पछि मम्मी यता त अब बिहे भइसकेपछि थाहा पाउनुभएको होइन। पछि उसले हामी गाउँ गइसकेपछि चाहिँ मैले कल गर्न लागेको थिएँ। अब मम्मीलाई चाहिँ एक्चुअली भन्नुपर्छ, किनभने पिर मान्नुहुन्छ, जस्तो भए पनि आमाको मन हो होइन। अनि अब गाह्रो त हुन्छ नै, अब तिमीले चाहिँ राम्रो कुराहरू गरेर सम्झाउनु पर्छ यताउता भनेर उसलाई भनेको थिएँ। अब मम्मी चाहिँ सधैँ रोइरहनुहुन्थ्यो। अब अहिले खुसी हुनुहुन्छ होइन। बहिनीको त आँसु आयो कि मम्मीको याद आयो? के भयो तपाईँले चाहिँ जब अब यता निशानको चाहिँ घरमा बिहेको फिक्स भयो, त्यसपछि तपाईँले मम्मीलाई सोध्नु भएको हो? सोध्नु भएन? सोध्ने भयो कुरै भएन। हामी आयौँ, अब यसो बिहे गर्दैछौँ मम्मी, त्यही हो। भनेपछि तपाईँको बिहे भएपछि मम्मीसँग भेट्नु भयो? भइसक्यो। अनि किन आँखा रसाउनु भयो त फेरि? निशानले मम्मीको कुरा गर्दाखेरि मन छ भन्दा हो? केही छैन, निशानले त एकदम पोजिटिभ वाइज कुरा हेर्नु भएको बुझेर। उहाँले त के भन्नुभयो र? के याद आयो भन्नु त? तर म केही मनमा केही कुरा त यादै भन्नु न, सेयर गर्न मिल्छ हामीसँग। अहिले मम्मीको याद आएको? मम्मीको चाहिँ
मम्मीको चाहिँ उसले धेरै टेन्सन गर्छ कि मम्मी एकदमै रुनुहुन्छ अनि त्यसपछि अब मम्मीको कुराहरू चाहिँ एकदमै उसलाई गाह्रो हुन्छ त्यही भएर मम्मी रुनुहुन्छ भन्दाखेरि अब झन् यस्तो कुराले त झन् कति बिचरा रुनु भयो होला है त्यही कुराले होला अहिले त खुसी हुनुहुन्छ अब सधैँ रोएर त कहाँ हुन्छ त होइन मैले पनि अब भेटेर सम्झाएँ अनि उहाँले पनि एकदम पोजिटिभ हुनुहुन्छ मैले छोरी दिएर छोरा बिसाएको हो भन्नुहुन्छ होइन राम्रै कुरा गर्नुहुन्छ अब भेटघाट भइरहन्छ अहिले अब नजिकै छौँ हामी अनि अब काठमाडौँ धादिङ यो भन्ने धेरै टाढाको कुरा पनि होइन फेरि मम्मीहरू यतै ललितपुरतिर भक्तपुरतिर बस्नुहुन्छ त्यो भएर पनि यतै हुनुहुन्छ यता भए त त्यति गाह्रो भएन गाउँमै भए चाहिँ अलिकति थोरै गाह्रो हो यता सहर बजारमै भइसकेपछि त त्यति गाह्रो भएन कस्तो लाग्ने रहेछ यसरी अब सानै हुनुहुन्छ पक्कै पनि त्यति ठुलो उमेर त मलाई लाग्दैन होइन कति वर्ष पुग्नुभयो भन्न मिल्छ हजुर म 20 भएँ 20 हो ए सानै हुनु रहेछ त बिचरा के गर्ने हजुर सानै हुनु रहेछ हजुर सानै छु म अनि अब सानै उमेर बिहे गर्नुभयो होइन अब हुन त रहर पनि हो आफ्नो चाहेको मान्छे पाउनु भएको छ दुःख नहोला होइन जस्तो दुःख परे भोग्छु भनेर आउनु भयो होला भोलि यहाँ दुःख जस्तो नि पर्न सक्छ भन्न सकिन्छ अब त्यो त सक्नै पर्नै पर्यो नि अब दाङमा गएर काम गर्नुपर्छ त्यो गर्मीमा सकिन्छ कि नै अब परिस्थिति आए गरौँला के छ तपाईँले चाहिँ अब यतै काठमाडौँमा राख्ने प्लानिङ गर्नुभएको छ कि अब गाउँतिर राख्ने यस्तो हो अब म यो क्षेत्रमा हुँदासम्म चाहिँ अब ऊ यतै हुन्छ होइन अब भोलि केही गरी अब विदेशी नपर्ने त्यस्तो बाध्यता आइहाल्यो भने अब चाहिँ गाउँमा गएर बस्नुपर्छ मैले उसलाई पहिल्यै हाम्रो यो त बिहे भनेको एउटा बन्धन मात्रै होइन एउटा सम्झौता पनि हो यो बिहेपछि के गर्ने के नगर्ने होइन त्यो कुराहरू एक खालको सम्झौता त हुन्छ नै होइन हरेक श्रीमान श्रीमतीमा त्यो सबै खालको सम्झौता भएर हामी बिहे गरेका हौँ होइन अब उसको इच्छाको कुरा पनि हो फेरि होइन अब मैले मात्रै जबरजस्ती गरेर पनि हुँदैन तर जहाँसम्म लाग्छ मैले भनेको कुराहरू उसले नै भन्दैन जस्तो अब बहिनी अब तपाईँले त निशानसँग बिहे गरेर होइन अब त्यो जाँदाखेरि चाहिँ होइन तपाईँको साथीभाइले चाहिँ तपाईँलाई कस्तो रिस्पोन्स गर्नुहुन्छ यस्तो अब साथीभाइले त बिहेमा बोलाएन हजुर सिम हजुरले भने जस्तो तेरो बिहानी मन थियो हजुर अनि छिट्टो आइज यता भन्नुहुन्छ है साथीहरूले दिदी बहिनीहरूले अब बिहे त कसरी खुवाउने त फेरि पार्टी दिने कि फेरि बिहे हाल्ने फेरि बिहा गरौँला नि एउटै मान्छेसँग हजुर नि एउटा मान्छेसँग होइन हजुर म के फेरि नि केही होला नि त्यो एउटा मान्छेको बहिनीले भन्ने तरिका अर्कै भयो निशानले धन्न बिचरा होइन हाम्रो फेरि यस्तो छ त माइती पक्षको बिहे हुनै बाँकी छ त होइन हाम्रो घरतिर घर बिहे पो भयो त हाम्रो संस्कार अनुसार त हाम्रो माइतमा नि बिहे हुन्छ त फेरि ढोकबेड हुन्छ टिकाटालो हुन्छ माइतीतिर नि त्यो हुनै बाँकी छ नि अहिले चाहिँ हाम्रो जुठो छ अनि त्यही भएर मम्मीले भित्र नपसाउनु भएको अर्कोचोटि चाहिँ ठुलै गरेर भित्र पसाउने भन्नुभएको अनि मम्मीसँग त कुराकानी भइरहनु रहेछ घरमा को हुनुहुन्छ अरू मतलब यहाँ कि मेरो गाउँमा कोही हुनुहुन्न नै बाबा मम्मी यहीँ हुनुहुन्छ अनि घरमा कोही बाबा मम्मी मात्रै अनि उयो छोरी अनि दाजुभाइ कोही हुनुहुन्न नै दाजुभाइ एउटै छोरी यसरी हिँड्दाखेरि त बाबा मम्मीको त बिचार कति मन दुख्यो होला त हजुर त्यही मन दुखेर त मामु रुनुहुन्छ त यो कुरा त एकदम गम्भीर रहेछ अरू पनि छोरीहरू छोराहरू भएको भए त अब त्यस्तो गाह्रो हुन्थेन होला हजुर छोरा पनि हुनु न छोरी पनि हुनु न माइकले मम्मीको मन बुझाउने नै मै हो हजुर अनि बाबाले चाहिँ के भन्नुहुन्छ बाबाले फर्स्टमा त स्वीकार्नु भएको थिएन लास्टमा चाहिँ आफैले के भन्नुभयो बुवाले चाहिँ अब पछि चाहिँ आफैले कल गरेर माफी भन्नुभएको थियो अब जातपात भन्ने यस्तो चाहिन्छ अब यताउता अब हामी चाहिने मान्छे हो यताउता कुरा गर्नुभएको थियो ठिक छ यसरी स्वीकारेर तपाईँहरूलाई जस्तो योले हाम्रो समाजमा त यो एकदम स्वीकार्न एकदम गाह्रो छ क्या अहिले है
अब यहाँ त स्वीकार्न त छोडिदिनुहोस्, बिहे गरेको देखेर अब मारेरै फालेका कति रेकर्डहरू छन् कि त्यो कारणले गर्दाखेरि डर पनि लाग्छ कहिले काहीँ त्यस्तो घटना नभइदिनु भन्ने डर चाहिँ। तर तपाईँहरूको कुरा सुन्दाखेरि निकै खुसी लाग्यो क्या, अब आमा बुबाले नै स्वीकार्नु भयो भन्नुभयो क्या है। हजुर बुवाले चाहिँ अब जे होस् हाम्रो छोरी अब ज्वाइँ छ सबै सबै भनेपछि यसलाई त्यति धेरै इन्टरकास्ट हो भनेर धेरै हामीले त्यो गर्नु पर्दैन। मैले भने हाम्रो चाहिँ यो कुरालाई चाहिँ हाइलाइटै गर्न पर्दैन। हो हामी इन्टरकास्ट हो, ऊ छेत्री हो, म विश्वकर्मा हो होइन। अब मान्छेले जातै हेऱ्यो भने हामी त्यो तरिकाले हो, होइन भने हाम्रो त्यस्तो केही पनि छैन होइन। हामी एउटा नर्मल मान्छे हौँ, महिला पुरुष हौँ होइन। अनि त्यो हिसाबको सम्बन्ध हो। अब यो इन्टरकास्ट भन्ने कुराहरू चाहिँ हामीले पनि भोगिरहेकै हो, हाम्रो समाजमा छ नभएको होइन होइन। हामीले पनि देखिरहेका हौँ। तर मैले भन्ने त समाज परिवर्तनको लागि यो मेरो तर्फबाट एउटा कदम हो होइन। र मैले बिहे गरेको चाहिँ एउटा सामाजिक प्रक्रिया हो, यो पुरा गरेको हो होइन। अनि धादिङ एरियामा चाहिँ त्यस्तो छैन, जातपात अलिक कमै छ जस्तो लाग्छ मलाई होइन। होला सबैतिर छैन। यस्तो हुन्छ कि हाम्रो फेरि कस्तो छ भने पश्चिमतिर पनि छ, सबै ठाउँमा छ, नेपालको सबै भेगमा छ। म कति ठाउँमा गीत गाउने क्रममा पनि गएको छु होइन। त्यो म अलिअलि कतै मान्छेले डाइरेक्ट नगरे पनि इन्डाइरेक्ट रूपमा भेदभाव हामीलाई हुन्छ नै, मैले पनि भोगेको छु कति ठाउँमा। तर अब अहिले चाहिँ कस्तो छ भने अब मान्छेहरू अब हरेक कुराहरू परिवर्तन हुँदैछ बिस्तारै, त्यस कारणले पनि झ्याप्पै त्यति देखाइलो रूपमा छैन होइन। तर अब हाम्रो केसमा चाहिँ समाजले के भन्छ भन्ने कुराहरूमा हामी लागेनौँ। हाम्रो परिवारलाई कसरी मनाउने र परिवारलाई कसरी खुसी बनाउने भन्ने कुरामा लाग्यौँ। त्यही भएर हाम्रो परिवार दुवै परिवार खुसी हुनुहुन्छ। ल ठिक छ। अब अलिकति दोरीभित्र सँगै काम गर्ने होइन, एउटै दोरीमा काम गर्दा कति झगडा हुन्छन्, कति हानाहान हुन्छन्, यो कुरा मैले भोगेको कुरा, देखेको आफ्नै आँखाले देखेको कुरा। त्यही भएर अलिअलि सोध्न मन लाग्यो क्या आज, कतिको चाहिँ झगडा हुन्छ तपाईँहरूको? यस्तो हो, झगडा त अब माया भएरै झगडा हुने हो होइन। झगडा त किन नहुने, झगडा त हुन्छ होइन। तर माया, जहाँ माया छ त्यहाँ झगडा हुन्छ। हानाहान त हुँदैन, हानाहान त त्यस्तो हुँदैन होइन। हानाहान त अब यस्तो मान्छेलाई मैले हान्ने कुरो भएन, अब उसले मलाई हान्न सक्ने कुरो भएन, त्यस्तो हुँदैन होइन। अब अहिले चाहिँ अब झन् हुने कुरै भएन होइन। भए पनि अब त बुझाउन सकिन्छ। अब कहाँ जाने त, अब के गर्ने त होइन। बिहे गरिसक त्यति बेला पो झगडा भयो नि, छोडोस् भन्ने हुन्थ्यो र गयो नि जहाँसुकै जाओस् भन्ने हुन्थ्यो र होइन। अब धेरै कुराहरू बाँधिसक्यो नि त। तर त्यो बेला चाहिँ अलि अगाडि चाहिँ अब सँगै काम गर्ने क्रमहरू चाहिँ अब कहिले कसो हुन्थ्यो, केही कुराहरू भनेको कुराहरू होइन। त्यो यस्तो छ, ऊ चाहिँ अब त्यहाँ डान्स गर्थ्यो होइन। अनि अब मान्छेहरूले अब उसको डान्स अफर गर्ने होइन। कहिले कसै ड्रेसहरू अलि ओपनली लाउँदाखेरि मैले यस्तो नगरिदिउँ न भन्थ्यो। त्यो कुराहरू उसले झ्यापै हुन्छ भनेर बुझ्दियो भने झगडा हुन्थेन, बुझ्दैन भने अब फेरि टेरेन भन्ने टाइपको हुन्थ्यो होइन। अनि त्यसपछि अब मान्छेले त्यहाँ अब जसले जस्तो सुकै पनि सोच्न सक्छ नि, आफू सही हुनुपर्छ भन्थे। धेरै कुराहरू सम्झाउँथेँ मैले, सम्झाए जति कुरा सम्झिने हो भने त उहाँ एकदम के हुनुहुन्छ सम्झाए त सबै मान्नुभयो? नमाने कुनै कुरा छ? अलि क्यामेरा फेस गर्नुपर्छ क्या? हजुर नमानेको त्यस्तो छैन, सबै मान्नु। अब तपाईँले भनेको त सबै मान्नुभयो, थाहा भयो। अब उहाँले भनेको तपाईँले मान्नुहुन्छ कि भन्ने कुरा पनि त हुन्छ होइन। मैले भनेको पनि मान्नुहुन्छ, सबै मान्नुहुन्छ? हजुर। भोलि पनि थाहा हुन्छ नि हामीलाई, हामी त्यो टाढाको मान्छे होइन क्या। हजुर मान्नुहुन्छ नि, कसम खानुहोस् भन्नु सक्छ होइन। यस्तो हो, त्यो अब त्यो भनेको मान्ने नमान्ने भन्ने नै हुँदैन नि। अब त के भन्ने अनि के मान्ने भन्ने कुरा पनि हुन्छ नि त अब त होइन। अब नराम्रो कुराहरू अब हुँदै नहुने, सक्दै नसक्ने कुराहरू छ भने त त्यो मान्ने कुरा पनि भएन होइन। त्यसलाई कम्प्रोमाइज गर्नुपर्छ, यस्तो होइन नि यो भनेर बुझाउन सक्न पऱ्यो होइन। अब होइन राम्रै कुरा हो भने अब त्यो कुराले राम्रै खालको सन्देश दिन्छ अथवा त्यसले राम्रै हुन्छ भन्ने त त्यो कुरा नमान्ने भन्ने कुरा पनि हुँदैन नि, त्यस्तो छ। ल अब कुरा गर्दा गर्दै होइन, कलाकार अब बहिनी त डान्सर होइन, अब एउटा मोडल, अब उहाँ बहिनीलाई नाच भन्न त मिल्दैन अहिले होइन। अब गायकलाई गा भन्न त मिल्छ होइन? मिल्छ। एउटा बहिनीको लागि एकदम अब दोरीको टुक्का, दोरीको खाने मान्छे होइन तपाईँ, बहिनीको लागि एउटा खतरा टुक्का बनाउनु पऱ्यो नि। टुक्का अब के अहिले दिनभरि गाएर आएको थाकेको छ। अब
यति राम्री मान्छेलाई देखेपछि त टुक्का त फट्टै फुट्नु पर्यो कि एउटा एउटा गीत गाउँछु अब यो फुरायो भन्दा यहाँ धेरै कुराहरू फुट्छन् मलाई पनि असाध्यै मनपर्ने गीत हो हाम्रो नरेश दाई मेक्सम दाईलाई सम्झिन चाहन्छु अर्को गीत म दुखीको जिन्दगीमा तिमी आएर म जन्मेको सफल भयो तिमीलाई पाएर तिम्रै मायाले मलाई हाँस्न सिकायो तिम्रै मायाले मलाई बाँच्न सिकायो तिम्रै मायाले मलाई हाँस्न सिकायो तिम्रै मायाले मलाई बाँच्न सिकायो हाय हाय तिम्रै मायाले मलाई बाँच्न सिकायो थ्याङ्क यू अब बहिनीकै मायाले हाम्रो निशान भाइलाई बाँच्न सिकायो हजुरले के भन्न चाहनुहुन्छ त्यही अलिअलि गीत गाउन त आउँछ होला नि म त आउँदैन हो एउटा डाइलग भन्नु पऱ्यो अब मलाई त डाइलेक्ट पनि आउँदैन केही त भन्नु पऱ्यो के भन्नु पऱ्यो भने होइन कुनै बेला कतै बाहिर जाँदाखेरि कुनै घर भन्ने कुनै डाइलगहरू छैन तपाईँले एकदम मन परेर बोलाउने कुरा भन्ने कुरा के हो भने त्यो पनि छैन त्यो पनि छैन केही नभनिकन बोलाउनु घरमा त केही होला नि घरमा त के भनेर बोलाउनुहुन्छ तपाईँले त्यही हो निशान्त भन्छ निशान्तै हो बुढो भन्ने हो त्यस्तो डाइलगहरू त्यही त हो त्यही भन्छ नेचुरल डाइलग हजुर होइन फर्स्टचोटि मैले फर्स्टमा बिहे हुँदा चाहिँ अलि लाज लाग्थ्यो निशान्तै भनेर बोलाउँथेँ अनि पछि मम्मीले के भन्नुभयो भने निशान्त भनेर बोलायो भने आयो हो कि के गर्छु होइन अब अनि गाउँमा त्यहाँबाट त अनि बुढोको मैले आफ्नो श्रीमानको नाम काटेर बोलाउनु हुँदैन भन्ने खालको चलन हुन्छ नि त त्यो भएर मम्मीले त्यस्तो भन्नु नाम काटेर बोलाउनु हुँदैन त्यसपछि त तपाईँले के भन्न थाल्नुभयो बुढो बुढो आई लभ यु बुढो भन्दैन नि त भन्दैन नि त केही छैन अन्त खै त कस्तो सुनाउनु पऱ्यो यति राम्ररी मान्छेको मुखबाट कस्तो आउँदो रहेछ भनिर तर भने होइन है उसले म्यासेजमा मात्रै हेर है र त्यो त्यही भएर आज पहिलोपल्ट पर्पोज गर्नु पऱ्यो आज ल होइन पर्पज त हाम्रो पर्पज भइरहेको अहिले गरौँ न ल आई लभ यु मेरो के भन्छन् त्यसलाई बनाएर भन्नु अहिले पनि भन्न लाउने चाहिँ यार तपाईँ भन्नु न आई लभ यु चाहिँ भन्नु आई लभ यु बुढो आशा मन पर्यो अनि आई लभ यु टु बुढी ल यति राम्रो होइन मायाले आई लभ यु बुढो भन्दाखेरि चाहिँ कस्तो लाग्दो रहेछ त्यो सधैँ राम्रै लाग्छ नि सधैँ होइन आज पहिलोपल्ट भन्नुभयो होइन होइन यसरी अब मिडियाको अगाडि पो ए त घरमा त सबै घरमा त फोनमा घरमा त भइरहन्छ नि हजुर ल अब बिहे गरिसकेपछि निशान्त अहिलेसम्म काठमाडौँमा एक्लै होइन अब अहिले त बुढाबुढी भइयो के छ अहिले चाहिँ पहिला त घरमा खाना खाइन्थ्यो कि नि थाहा छैन अहिले चाहिँ कसले पकाउँछ यस्तो हो अब खाना पकाउनको लागि मात्रै बिहे गर्ने होइन होइन अहिले चाहिँ कसले पकाउँछ अहिले चाहिँ अब यस्तो हो बिहानको खाना अब उसले पकाउँछ अनि साँझ चाहिँ अब भ्यायो भने मैले पकाउँछु नत्र उसले पकाउँछ हामी एकअर्कालाई सघाउँछौँ साँझ दुवैजना ड्युटी जान्छ होला नि त होइन म जान्छु उसले जाँदैन ए नानीले छोडिसक्नु भयो हजुर ए ल ठिक छ त के गर्ने त बहिनीले चाहिँ अब हाम्रो सरसल्लाह हुँदैछ चाहना चाहिँ के छ बहिनीको उहाँको चाहिँ त्यो मोडलिङ क्षेत्रमा चाहिँ अब डान्सहरू हेर्दाखेरि त राम्ररी एकदम राम्रो लाग्यो मलाई राम्ररी के भनौँ धेरै राम्रो लाग्यो होइन अरू चाहिँ के छ बहिनीको चाहना चाहिँ के छ अब चाहिँ घर गरेर टप्प बस्ने कि अब हजुर घरै गरेर बस्ने घरै गरेर बस्ने हजुर अनि अब चाहिँ त्यो नाच्न छोड्ने हजुर नाच्न छोड्ने अब पार्लर गर्ने भन्ने ए भनेपछि ल व्यवसाय अब होइन उसको इच्छा पनि त्यही छ अनि अब रातिको काम छोड्दैमा आफ्नो कलालाई आफ्नो कलाकारितालाई सकिन्छ भन्ने हुँदैन होइन अब म यसो अलिअलि पैसा भयो भने वर्षमा 1-2टा गीतहरू आफू पनि गर्न सक्छु होइन सबै कुराहरूले साथ दियो भने हरेक कुराहरू भने जस्तै भयो भने अब आफ्नो गीतहरूमा अब मोडलको लागि अर्को अप्सन खोज्न पर्दैन होइन त्यसरी सम्झना स्वरूप केही कामहरू गर्न सकिन्छ होइन अब यही क्षेत्रमा लागेर अब हिँडेर राम्रो सबै राम्रो हुन्छ भन्ने पनि छैन एउटै क्षेत्रमा भइहाल्यो होइन उसलाई चाहिँ अब पार्लर सिक्ने धोको छ अब त्यो कुराको लागि हामी सरसल्लाह पनि गरिरहेछौँ
अब हेरौँ अब सायद त्यही हुन्छ अब। ल ठिक छ, अब जति कुरा गरे पनि अब तिनी हुन् कुराकानी होइन। अब लास्टमा एउटा मिठो गीत सुनौँ होइन। अब कलाकार भइसकेपछि एउटा गीत त टुक्का त गाउनु पऱ्यो नि त होइन र? फेरि गाउने फेरि त होइन, अर्को गाउने क्या। पहिलाको टुक्का चाहिँ परेन अर्को। ए के गाउने त गीतै अब लाग्यो। बुढीलाई यसो माया गरेर यसो कि आई लभ यु बुढी जिन्दगीभरि साथ दिन्छु यस्तो यस्तो टुक्का बनाउने हो क्या। हामी दोहोरी कलाकार भनिसकेपछि ट्याङ्को ठाउँमा टुक्का बनाएर मैले गाएको धेरैजनाले मन पराइदिनु भएको थियो होइन। त्यो टुक्का गाउँछु त। तिमी मेरो निन्द्रा थियौ भोक थियौ बुझ्दै थिए बुझ्दा सब थोक थियौ एउटा आत्मा छ एउटा आत्मा छ त्यही आत्मा नि रुवाउने कि हँसाउने तिम्रै हातमा छ। त्यो अर्को थियो त, त्यो हजुरले अस्ति गाउनु भएको कुन त्यो कहाँ आगो फुक्ने भन्नुभएको थियो। त्यो मन पर्यो। गाउनु पऱ्यो, बहिनीलाई मन पर्यो त जिप्नु गर्नुपर्छ। हाम्रो माया समाजले सहेन समाजले सहेन अब नेटो नकाटी भएन खोली बगर जहाँ पुगौला हुँ आगो फुकौला पिरै नगर जहाँ पुगौला हुँ आगो फुकौला पिरै नगर। थ्याङ्क यू। अब जहाँ पुगौँला उहाँको फुकौँला भन्ने कुरा आयो होइन। नेटै काटौँ भन्ने कुरो आयो। बहिनीले अब धादिङबाट सिधै अब कतिवटा जिल्ला टप्नु भएको थियो याद छ कि छैन? केही छैन। कमसेकम 8-9वटा जिल्ला पर्छन् होला दाङ पुग्दाखेरि। बिहान गाडी चढेको साँझ दाङ पुगिसकेका थियौँ हामी। उसलाई बाटोमा के आयो के गयो केही थाहा छैन। त्यति लङ टुर गर्नुभएको थियो कि पहिले जिन्दगीमा? त्यति टाढा गाडीमा छैन। पहिलोपल्ट है, पहिलोपल्ट लङ टुर गरियो होइन, पहिलोपल्टै है। गाह्रो भइरहेको थियो उसलाई। ठिक छ, अब अलिकति रमाइलो कुराकानी पनि गर्नुपर्छ भन्छन् होइन इन्टरभ्यू गरिसकेपछि होइन र। अब के छ त बिहे गरेपछि त अब खासमा त हनिमुन जाने चलन छ हाम्रो होइन। तपाईँहरूको चाहिँ के भयो? यस्तो हाम्रो त्यो त्यस्तो हनिमुन जाने भन्ने भएन। अब काठमाडौँ आयो त्यही हाम्रो हनिमुन भयो। अब होइन बहिनीलाई अर्कै भन्न मन रहेछ भन्नु न। होइन म के भन्नु लाग्यो कुरा सुन्नु बट अलिकति हाँसो आयो। हाँसो लाग्यो? ठिक छ, सधैँभरि निशानको आवाजमा हाँस्नु होला होइन, कहिले पनि दुःखी भएको देखेर नपरोस् होइन। के छ त अब बिहे गरेपछि त अहिले त फेरि बाबु बन्ने चलन छ क्या झ्याप्पै हाम्रो गाउँतिर होइन। त्यो पनि त्यो झ्याप्पै पनि होइन। अब त्यो झ्याप्पै पनि होइन। अब बिहे गरिसकेपछि अब सन्तानको लागि त सोच्नै पर्छ। तर हाम्रो अहिले त्यो खालको सोच छैन। अब बिस्तारै अब उसको उमेर त्यति धेरै परिपक्व पनि छैन होइन। अझै आफै केटाकेटी नै छ नि त। अब हरेक कुराहरूले म चाहिँ अब जिम्मेवारीका हिसाबले होस् अथवा हरेक कुराले होस् अलिकति बुझ्ने छु जस्तो लाग्छ ऊभन्दा होइन। उमेरले पनि तर ऊ चाहिँ अझै धेरै नै अझै केटाकेटी नि बचपन नै छ क्या ऊ चाहिँ होइन। कतिको गाह्रो सम्हाल्न तपाईँलाई? सम्हाल्न त धेरै गाह्रो नि कुरै छाड्दिनुहोस् होइन। यस्तो अब सानो सानो कुराहरूमा चाहिँ अब बुझ्दैन क्या। अनि त्यो नबुझ्ने हुन्छ। अब धेरै सम्झाउनु पर्छ, दुःख त दिइरहनु भएको छ। बुझाउनु पर्छ। दुःख त अब दुःख र यही दुःख सुखकै लागि त बिहे गरेको। अब दुःख मात्रै पनि नहोला, अब दुःख सुख जे हुन्छ सँगै झेलौँला सँगै काटौँला जिन्दगी भनेरै हामीले बिहे गरेको हो। अब बिस्तारै सबै कुराहरू अब एकैचोटि सबै राम्रो हुन्छ भन्ने पनि छैन। सब बिस्तारै बुझाउँदै छौँ हामी एकअर्कालाई। कति वर्षको त्यो फरक होला तपाईँको?
अब त्यो धेरै धेरै छैन। अनि तपाईँले भर्खरै तपाईँले अनुमान लाउनुहोस् न। अनुमान त मैले लाउनै मिल्दैन होइन किनभने तपाईँले भनेअनुसार त 4-5 वर्ष 4-5 वर्ष त्यो त धेरै फरक परेन नि त्यो त केटा र केटी त हुने डिफ्रेन्ट के हुन्छ 4-5 वर्ष हो 4-5 वर्ष हो तर म पनि त धेरै छैन नि त फेरि धेरै फरक भन्नाले म पनि त धेरै भएको छैन नि त त्यो हिसाबले कतिको राम्रो लाग्छ तपाईँलाई आफ्नो श्रीमती हजुर मलाई त अब राम्रो लागिहाल्छ नि कसैले आँखा लाइन्छ भने डर छ कि छैन त्यो सबभन्दा ठुलो डर भनेको त्यही हो सबैभन्दा ठुलो डर भनेकै घाटा हो होइन सुरुमा मैले उसलाई चाहिँ अब त्यो राम्रो रेस्पोन्स नगर्नुको कारण चाहिँ के हो भने ऊ दोहोरीमा नाच्थ्यो होइन एकदमै धेरै मान्छेहरूले मन पराउने होला कि यसको यति धेरै म कार्यक्रम एनाउन्स गर्थेँ होइन कार्यक्रम चलाउने गीत गाउने गर्छु नि त अनि एलिनाजी नृत्यको लागि तयारी भइदिनु होला फेरि एलिनाजी तयारी दिनु होला कहिले कसरी सान्थेँ कि म चाहिँ कति डान्स मात्रै भनेर भनिरहन्थेँ अनि अलि त्यस्तै मान्छेहरूको छ एकदम होइन त्यो एकचोटि त राखिहालिन्छ कि अब कोही कोही मान्छेहरू एकदमै धेरै ल्याङ गर्ने हुन्छ नि त त्यस्तो मान्छेहरूको चाहिँ छैन होइन त्यस्तो बेला चाहिँ उसलाई धेरैले मन पराउने अनि अब त्यो छेउमा म बस्थेँ अब त्यो त्यहाँ काम गर्ने स्टाफ भाइ बहिनीहरू चाहिँ एल्ला दिदीले त्यहाँ पठाइदिनु अरे त्यहाँ त्यो मान्छेले बोलाउनु भएको छ त्यो सुन्नु पर्थ्यो नि धेरै अनि त्यो हिसाबले पनि अब यस्तै त हो नि भन्ने लाग्थ्यो सुरुमा पछि चाहिँ ऊ मैले सोचेँ भन्दा एकदमै धेरै हामीले त्यहाँ आउने मान्छेले जे जति बुझ्नुभयो अहिले पनि त्यो ठाउँमा अब कति मान्छेले राम्रो भन्नुहुन्न होइन कति मान्छेले अझै गलतै बुझिरहनु भएको छ होइन अनि तर मैले जे बुझेको छु त्यो कुरामा चाहिँ गलत छैन मैले चाहिँ एकदमै मैले सबै बुझेर एकदमै बुझेर सबै कुराहरू जानेरै मैले डिसिसन गरेको भनेपछि डर चाहिँ छ तपाईँलाई है डर चाहिँ लाग्छ त्यति तर ऊ गलत गर्दैन भन्ने पनि त्यो डरमा त बाँच्न सकिन्न त्यो त तर ऊ गलत गर्दैन भन्ने पनि छ नि त विश्वास त छ विश्वास त एकदमै विश्वासले त सम्बन्ध बहिनीले चाहिँ कतिको गर्छ निशान पनि ह्यान्डसमै छन् मेरो लागि त एकदम डर छ कि छैन भनेको कतै अर्कै केटीसँग लभ पार त्यो त मलाई उहाँलाई भन्दा बढी हो नि यस्तै हो कि म फेरि सबैसँग बोल्छु नि त तर गलत कसैसँग अनि त्यो अरू भन्दा नि त्यो अनि भन्दा नि अब हुन्छ त दिदी बहिनीसँग बोले पनि यो कस्तो टाइपले बोलिरहेको त्यस्तो डर तर नराम्रो बोलेको भेटाउँछु कसैसँग नराम्रो छ कि छैन नराम्रो कसैसँग बोल्छु कुनै पनि भेट्नु भएको छ एकजनासँग पनि छैन क्या त्यस्तो है त्यति सफा चरित्र साथी भनेर आफ्नो ठाउँमा हुँदै भइहाल्छ र हाम्रो पनि भइहाल्छ त्यति सफा चरित्र छैन त्यो छैन जस्तो मलाई लाग्छ किन निशान मैले पनि चिनेको कति वर्ष भयो हामी त धेरै भयो नि धेरै वर्ष भयो हामी चिनेको त अहिलेसम्म निशानको होला हामी होला तर उसको त्यस्तो सुनेको छैन मैले इमान्दारी छैन त्यस्तो टिका सानो के भतिजा होइन तपाईँ हजुर सानीमा हुनुहुन्छ सानीमा होइन अनि टिका सानोलाई निम्तो गर्न त बिहे भयो होइन निम्तो थियो उहाँलाई अथवा अब परिवारकै मान्छे हो नि त निम्तो थियो तर त्यति बेला अब चलचित्र चलिरहेको थियो गुरुआमा चलचित्र गुरुआमाको प्रचार प्रसारमा हुनुहुन्थ्यो त्यही भएर पनि अब आउन पाउनु भएन शुभकामना फेसबुक मार्फत म्यासेन्जर मार्फत पायौँ फोन पनि गर्नुभएको थियो अब यहाँ आइसकेपछि भेट्ने भन्ने कुरा चाहिँ भइरहेको छ तर फेरि अब रातिको काम अब त्यस्तै भइरहेको छ अब भेट्ने छ ल ठिक छ ल अब हामी अन्तिममा पनि छौँ अन्तिममा के भन्नु मन छ निशानलाई केही भनौँ न यो अन्तर्वार्ता घरिघरि आउँदैन किनभने तपाईँ बिना व्यवसायतिर लाग्दै हुनुहुन्छ यसरी अब अन्तर्वार्ता तपाईँ यही फिल्डमा अब कलाकारी अब गीत गाउँदै नाच्दै हिँडेको भए चाहिँ हामीले चाहिँ अलिक झ्याप्प अन्तर्वार्ता गर्न सक्थ्यौँ किनभने तपाईँ अब फिल्ड चेन्ज गर्दै हुनुहुँदैछ नि त त्यही भएर निशानको यता एक्लै आउला अरूसँग आउला अरू गायिकासँग आउला तपाईँसँग चाहिँ नमिल्ला त्यही भएर आज के भन्न मन छ भनिदिनु खोलेर केही त होला नि पुरा मलाई नछोड्नु है जिन्दगीभरि त भन्नु पर्यो नि नै उहाँले छोड्नुहुन्न त्यस्तो त गर्नु सकेसम्म चाहिँ मलाई अब त्यस्तो लाग्छ अब मलाई चाहिँ त्यस्तो लाग्छ उहाँको मनमा के छ त्यो त मलाई थाहा छ मनमा के छ मनमा पनि रहेछ मलाई चाहिँ लाग्छ होइन अन्तिममा चाहिँ केही छ छैन धेरै धेरै धन्यवाद छ हजुरलाई होइन र हामीलाई तर एउटा कुरा है यहीँ भने मैले हजुर चाहिँ धेरै हाँस्नु भएर मलाई धेरै हाँसो लाग्यो म यति हाँसिलो छु है निशाना भन्दैन हाँसिलो छु हामीलाई हेरेर बस्नुहुने सबैजनालाई पनि धेरै धेरै धन्यवाद छ र हामीलाई धेरैजनाले वैवाहिक जीवनको शुभकामना दिइरहनु भएको छ
अब यहाँहरूलाई यही मिडिया मार्फत सबैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। अब साथीभाइहरूले पनि गुनासो गरिराख्नु भएको छ। अब यस्तै हो होइन। अब मलाई पनि मन थियो सबैजनासँग सँगै भएर रमाइलोसँग बिहे गरौँ भन्ने थियो तर भएन। अब फेरि अब यो जीवनको यो एउटा प्रक्रिया मात्रै सुरु भएको हो होइन। अझै धेरै बाँकी छ। अब सबै कुराहरू बाँकी नै छ। यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। अझै धेरै माया गरिदिनु होला। थ्याङ्क यू सो मच। हामी जनता जान्छौँ कि जनता जाउँला। ससुरालीतिर त जनता जाँदै निम्त अवसर हुन्छ। ससुरालीतिर चाहिँ जान मिल्छ। ल ठिक छ। ल नानी ल बधाई छ तपाईँ दुवैजनाको यो वैवाहिक जीवन धेरै राम्रो होस् होइन। अर्को वर्ष एउटा छोरा राखेर इन्टरभ्यू गर्न पाइयोस् भन्दै छुट्टिन्छौँ। हस् थ्याङ्क यू सो मच। पक्का हो नि त्यो त? ल हस्।